पठाएको है यहाँ छ कि छैन यताबाट जानुहोस् न ल भाइ ल भाइ छिर्नुहोस् ल आउनुहोस् जान्छ लन्डन अस्ति भर्खर मैले लन्डन 3 जना पठाएको 3 जना फर्केर आएको छैन मजाक गरेको नजाने त्यसमा को जाने दाइ यो भाइलाई पठाइदिनु को छिर्ने यो भाइलाई एकछिन नजाने अन्तरु मन्तरु दुईजनै छिरन्तहरू दुईजनै छिरन्छ ल दुईजना दाइ दुईजनै बजाउने जादु देखाउने कसले म बजाइहाल्छु बजाउँछ ल भाइ म बजाउँछु फर्केर आएछ त नाङ्गे पठाउनु पर्छ के भन्छ यहाँ नाङ्गै पठाउने कपडा लगाएर जानु न भाइ ल ल ल कपडा नाङ्गैमा जाने ल भाइ भाइ चोर जाने हुँदै जाने कि मर्ने यो थाहा छैन छैन हेर्नु यो काम कच्चा भयो कि पक्का भयो यो कथा कच्चा के गर्नुपर्छ यहाँ त्यसलाई बान्नुपर्छ बान्नुपर्छ आफू चिरेर पक्का भयो बान्नु पर्दैन भन्थ्यो होला बान्नुपर्छ भन्छ दाइ एउटा गाँठो के हेर्नु म लगाइदिन्छु ल यो गाँठो लगाएँ नि यतापट्टि आउनुहोस् यो समात्नुहोस् लुगाहरूले मार्छन् बिस्तारो किताबमा पढाइ मान्छ हो समात्नु ल खेलवाले भाइ हजुर अब जाने जान्ने दाइ पक्का हो अरे एक साइड गइहाल्न हो दाइ अँ एक साइडको हावा खोल्दिन म गइहाल्छु एक साइडको हावा खोलिदिउँ हो अनि तँलाई जान अहिले गाह्रो भइरहेछ हो दाइ एक साइडको हावा खाली चित्त जान्छ जान्छु जान्छ अरे है दाजु दिदीहरू गाह्रो नमान्नु होला है अब म मेरो यो भाइ तपाईँको अगाडि मैले जालमा हालेको छ ध्यान गरेर हेर्नुहोस् मैले यत्तिकै हालेको छैन केही न केही यहाँ जादु खेल होला त्यही भएर हालेको है यो ठुलादेखि है यो ठुलादेखि यो साइडको मान्छेहरू यो साइडमा आइदिनुहोस् न यो साइडको हावा खोलिदिनुहोस् न है यतापट्टि ए पिच्छाबाट होइन बहिनी अब गइसक्यो जाउँ पिच्छाबाट होइन है ल अलि यो साइड ल खेलवाले भाइ हजुर अब जाने जान्ने दाइ ल साइड एक साइड भयो ल अब जाने है जान्ने ताली बजाउनु सबैजनाले ताली बजाइदिनुहोस् भाइ अब यो हेर्नु है यता यो लुज भयो नि होइन यो जालहरू लुज भयो नि होइन अब तपाईँले अगाडि बाँधे पनि खोल्न सक्छ पछाडि जता इच्छा लाग्छ त्यतै बाँध्नुहोस् है फटाफट है बाँध्नुहोस् आफूले बाँध्ने गाँठो चिनिराख्नुहोस् है दाइ ल खोलेर भाग्न नसकोस् ल खोलेर भाग्यो पनि दाइ म तपाईँले घोप्टो पारा छिराउँछु ल ल ल जान्नुहोस् ताली बजाइदिनुहोस् सबैजनाले ताली त बजाउनुहोस् न यार ताली बजाउन गाह्रो हुँदैन नि है लौ पर्खी बिस्तारो आस्ते गडबड नगर्देऊ सबैको आँखा सामु भनेको मान्न आऊ तल लैजाऊ माथि खेलवाले भाइ हजुर बाहिर हेरेछस् छैन दाइ आलुको बोरा सिला जस्तै सिलाउँदैछ त पहिला आलु फाइटरमा काम गर्नु हुन्थ्यो नि त हो दाइले दाइ आलु फ्याक्ट्रीमा बोरा सिलाउने काम गर्थ्यो बोरा सिरोनी मान्छे